आमा मलाई पनि अलिकति भात दिनु न, अघि नैदेखि दाइले मात्र खाइरहेछ। थुइक्क कामचोर, जा पहिला त्यो बारी खनेर आइज, अनि मात्र खान पाउँछस् त। आमाले काम नगरी भात दिन्न भन्नुभयो, आज म यो बारी खनेरै छोड्छु, आमालाई पालेर देखाउँछु। अब मैले कमाएको यो पैसा आमालाई दिन्छु, अनि आमाले मलाई पनि माया गर्नुहुन्छ र धेरै खुसी हुनुहुनेछ। साहुजी, यो राख्नुस् र मेरी आमाको लागि सबैभन्दा राम्रो उपहार दिनुस् है। आमा, के भयो आमालाई? दाइ, के हेरेर बसेको? डाक्टरलाई बोलाउनुस् न छिटो, केही त बोल्नुस्। यो बुढी अब काम लाग्दिन, म 1 रुपियाँ खर्च गर्दिन। साथीहरू, यस्तो पापी दाइलाई सजाय दिन र मेरी आमाको लागि एउटा शेयर र फलो गरिदिनुस् न। डाक्टर साहब, छिटो हिँड्नुस् न, मेरी आमालाई केही भएको छ, बचाउनुस्। आलु, तिम्रो आमाको अवस्था धेरै नाजुक छ, बचाउन गाह्रो छ। हामीसँग अब एउटा उपाय मात्र छ। डाक्टर साहब, म आफ्नो मुटु दिन तयार छु, मेरो ज्यान गए जाओस्, तर मेरी आमालाई जसरी भए पनि बचाउनुस्। मैले तँलाई लात हाने, तर तैँले मलाई बचाउँछस् भन्ने सोचेकै थिइनँ। मलाई माफ गर छोरा।